भाग्य चाहिँ बदल्न चाहनुहुन्छ, बानी बदल्नुहुन्न के। जबसम्म बानी बदल्नु भाग्य कसरी बदलिन्छ सर? हामी भाग्य सबैलाई बदल्नु छ, Yes. राम्रो बनाउनु छ। अरे मेरो भाग्य, मेरो कर्म, मेरो फुटिया कर्म भनेर पुर्पुरोमा हात लगाउँछौँ, तर त्यो पुर्पुरोमा हात लाउँदाखेरि हाम्रो बानीले नै हामीलाई हरामी बनाइरहेको कुरा थाहा छैन। फेरि थाहा छैन, बानीले नै हरामी बनाएको कुरा थाहा छैन। हो त, होइन त? हजुर। त्यसैले हजुरको फर्स्ट मलाई सोध्नुहुन्छ भने तपाईँको जबसम्म ब्याड ह्याबिट हामी चेन्ज गर्दैनौँ तपाईँले दुःख 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 भोग्ने भए केही पनि हुन्छ संसारमा। ब्याड ह्याबिट सानो ठुलो भन्ने हुँदैन, त्यो सानो सानो ब्याड ह्याबिटले ठुलो ठुलो रूप लिनु त हो नि, होइन? तपाईँको खास गर्नै पर्ने के छ र सर? ठुल्ठुलो कुरा छैन क्या यहाँ। त बिहान तपाईँको 4 बजे उठ्न सक्दैन र 4 बजे 5 बजे उठ्न सक्दैन, सक्दैन, होइन त? अनि त्यस्तो मान्छेसँग स्वास्थ्य के कुरा गर्ने? जो मान्छे 5 बजे उठ्न सक्दैन भने त्यो मान्छेसँग स्वास्थ्य के कुरा गर्ने, होइन भन्नु त? होइन त? त्यसैले गर्दाखेरि यो किन उठ्न सक्दैन भने वर्षौँदेखि शुद्ध आयो नि त, उहाँको नि गल्ती छैन, उसलाई वर्षौँदेखि ह्याबिट त्यही डेभलप भयो नि त। हो, मनले त्यही खोज्छ। हेर्नु मनको संस्कार के हुन्छ भने भन्छ नि, यो अलिकति क्लियर गरिदिन्छ है त। एकदम मजाले, धेरै राम्रो कुरा छ। मनको संस्कार के हुन्छ? हजुरले पहिला जे गर्नु मनले त्यही गर्नु खोज्छ। जस्तो कुनै ड्रिङ्क गर्ने मान्छेले ड्रिङ्क गरिरहेछ भने ऊ 5 बजे अफिस छोडिसकेपछि उसले भट्टी नै खोज्छ, त्यहाँ त्यो भट्टीले त्यहाँ छिर भन्छ, मनले भन्छ। अनि उसले यसो कहिले बुद्धि पनि आउँछ, होइन आज नछिर भन्छ, बुद्धिले पनि कहिले काहीँ काम त गर्छ, तर के भन्छ मनले जित्छ, ऊ छिर्छ किन वर्षौँदेखि छिर्यो नि त, राइट? हो, अब तपाईँको हेर्नुहोस् है, अझ बढी क्लियर गरिदिन्छु म। एउटा उदाहरण दिन्छु हजुरले। अब हामी त गाउँठाउँको मान्छे हो। अब मेरो घरमा त पहिला गाई बस्तु पनि पालेको थियो, अब अहिले आएर चाहिँ छुट्यो त्यो कुराहरू, बाबा हजुरबाले पाल्नुहुन्थ्यो। त हजुर हामीले मैले गाई पालेँ, मैले गाई अन्त गाउँमा लगेर बेच्न गएँ भने हजुरले याद गर्नु भएको छ पक्कै पनि, त्यो गाई मैपट्टि फर्केर आउनु खोज्छ, राइट? हो नि, ठिक हो। किन फर्किन्छ भन्दा गाई मसँग एट्याचमेन्ट भइसक्यो, गाईले मलाई मेरो आनी बानी खानपिन ऊ मसँग आसक्ति भइसक्यो। हो, मनको नेचर पनि के हुन्छ, पहिला तपाईँले जे गर्ने मैले त्यही खोज्छ के। त्यो गाईलाई त्यहाँ त्यो घरमा किलाले बाँधिसकेपछि गाई 7-8 दिन उफ्रिन्छ, चिच्याउँछ, कराउँछ, होइन? अनि 8-10 दिनपछि गाईलाई त्यो ठाउँमा बानी लाग्छ के। अनि गाईले मलाई बिर्सिन्छ, उसले नयाँ जीवन सुरु गर्छ नयाँ घरमा। 15 दिनपछि त हजुर जानुभयो भने पनि चिन्दैन। यस, उतैतिर लागिहाल्छ, त्यो त देखिन्छ नि, देखिँदैन त? हो, सेम यदि तपाईँले ब्याड ह्याबिट छोड्नु चाहनुहुन्छ भने तपाईँले आजबाट नयाँ ह्याबिट बलजबती सुरु गर्नुपर्छ। बलजबती जसरी गाईलाई किलाले बाँध्यौँ नि हामीले, गाईलाई त किलाले बाँधेर नि त त्यहाँ बसिहाल्नु, न त म आइहाल्थ्यो नि त पछि लाएर। यस, बलजबती हामीले मनलाई बाँध्नै पर्छ के सुरुमा। मनलाई केले बाँध्छ? बुद्धिले। बुद्धि त युज गर्नु पर्ने, यो गर्नु ठिक कि बेठिक त डिसिजन बुद्धिको काम केही पनि छैन, राइट कि रङ डिसिजन मात्रै गर्ने, त्यसले अरू काम छैन। बुद्धि न्यायाधीश माथि बसेको छ, यस, फैसला गरिदिन्छ। हजुरले राम्रो उदाहरण दिनुभयो, एकदम न्यायाधीश उसले अरू बुद्धिको अरू कामै छैन।